खास कुरा के रहेछ त्यो? हजुर हो भूपेन्द्र थापाको नाममा जति प्रपर्टी छ त्यो सबै रोक्का भएका छन्। कस्तो फिलिङ्स राख्छ भन्ने कुरा यो सुकुमायालाई सबै थाहा छ। डर अझै अब आफूलाई दुःख दिने मान्छेलाई एकोरो माया गरेर जिन्दगी चल्दैन, जिन्दगी आन्सुमा डुबाउने काम भनेको नगर्नु। अझै धेरै भयो यस्तो तपाईँहरूको। अझै अब भनेको तपाईँले एउटा कदम चाल्नै पर्छ। त्यो असटीलाई तपाईँले कानुनी रूपमै छोडेर त्यो असटीबाट टाढा छुटिएर बसेर आफ्नो मा बालाई शान्ति दिनुपर्छ र आफू पनि खुसी र स्वतन्त्र भएर जिउन पर्छ। साथ दिने भनेको आफूलाई माया गर्ने, आफूलाई इज्जत गर्ने, आफ्नो दुःख सुख बुझ्ने श्रीमानलाई हो। तपाईँको दुःखै बुझ्दैन, तपाईँलाई मायै गर्दैन, तपाईँलाई दिनुपर्ने माया बाहिरको केटीलाई दिन्छ भने त्यस्तो श्रीमानलाई माया गरेर बसेर हुने हो। धेरै भूपेन्द्रसँग भएको आधा सम्पत्ति कहाँ गयो त साथीहरू? के ओखीले भनेको कुरा त्यो साँचो? साथीहरू आज मेरो कुरा गरिरहेको छु बुन्टी एफ सिरियल एपिसोड 318मा आउने केही ट्विस्टर हो साथीहरू। अब बुन्टी 317 एपिसोडको अन्तिमतिर भने भुवनले वकिललाई फोन लगाएर सोधेका हुन्छन् यो सम्पत्ति के कस्तो हो भनेर। अनि वकिलले भन्छन् भूपेन्द्र थापाको नाममा भएको सम्पत्ति सबै रद्द भइसकेको छ। अब त्यसमा कसैको पनि सम्पत्ति भूपेन्द्र थापाकोमा कसैको पनि सम्पत्ति छैन भनेर भनेका हुन्। साथीहरू यो के सत्य? आज हामीहरू यही विषयमा कुरा गर्न गइरहेका छौँ। हेलो साथीहरू, नमस्कार, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। तपाईँहरू पहिलोचोटि हाम्रो च्यानल भिजिट गर्दै हुनुहुन्छ भने कृपया यो च्यानललाई एक लाइक र सब्सक्राइब गरिदिएर हाम्रो च्यानलमा जोडिन सक्नुहुन्छ। साथीहरू आज हामीहरू कुरा गरिरहेका छौँ भुन्टी एपिसोड 318मा आउने खतरनाक ट्विस्टहरू। साथीहरू अब 318मा भने सुकुमायाले भूपेन्द्रको नाममा भएको सबै प्रोपर्टी आफ्नो नाममा लिएर भूपेन्द्रलाई रोडमा ल्याउने छिन् भन्ने जस्तो हामीले लागिरहेको छ। साथीहरू भुवन भने आफ्नो सम्पत्ति जसरी भए पनि भूपेन्द्रले लिएर भन्ने छन्। अनि भूपेन्द्रकी भाउजू पनि निजर पनि रिसाउने छन्। अनि उता भुन्टी भने सोध्छन् कि तपाईँले किन ल्याउनुभएको मितिनीज्यू, म अरूको सम्पत्ति खान चाहन्न भनेर भन्छन् साथीहरू। त्यही पनि म अरूको खाएर कसरी बस्न सक्छु, मलाई पाप लाग्छ भन्छन् साथीहरू। तर सुकुमायाले गरेको कुरा चाहिँ अब छिटो नै पत्ता लाग्ला जस्तो लागिरहेको छ। जसले सम्पत्ति नाममा गरेकी थिइन् ती सुकुमाया हुन् भन्ने कुरा पत्ता लाग्छ जस्तो लागिरहेको छ साथीहरू। अब भने भुन्टीलाई भुवन र सिरिया मिलेर खोज्नेछन् साथीहरू आगामी दिनहरूमा। त्यसपछि उनीहरू भुन्टीसँग गएर माफी माग्नेछन्। हामीलाई सम्पत्ति फिर्ता चाहियो भनेर भन्छन् साथीहरू। सुकुमायाले भनिसकेकी थिइन् कि श्रीमानको भएको सम्पत्ति आधा श्रीमतीको पनि अधिकार लाग्छ भनेर साथीहरू। अनि त्यसै एपिसोडमा भने खतरनाक ट्विस्टहरू हुन सक्छन् साथीहरू। भीम पनि उता विदेश जाने कुरा गरिरहेका हुन्छन् साथीहरू। के भीम अब विदेश जालान् त साथीहरू? अनि उता भने भूमिकाको घरमा भूमिकालाई काम गरेर उनका सासू र दिदीले धेरै नै काम गराएर भूमिकालाई त्यस घरमा बस्न बाध्य बनाएका छन् साथीहरू। भूमिका त्यो घरबाट भाग्दा पनि उनीहरूले छोपेर आफ्नो घरमा राख्यो भने। अनि तपाईँहरूलाई आगामी दिनहरूमा आउने एपिसोडमा के हुन सक्छ जस्तो लागिरहेको छ साथीहरू। यदि के लागिरहेको छ
कमेन्ट गर्नु होला साथीहरू। यदि भिडियो मन परेमा ठ्याक 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 ठोक्न नबिर्सनु होला साथीहरू। आजको लागि यति नै हुनसक्छ भिडियो साथीहरू। हामी कुरा साथीहरू अब 318मा केही खतरनाक ट्विस्टहरू आइसक्ने छन् भन्ने हामी आशासहित आजको भिडियो अन्त्य गर्न चाहन्छौँ साथीहरू। कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। भुन्टी सिरियल माई फेभरेट भनेर लेख्न चाहिँ नबिर्सनु होला साथीहरू। बाई। शान्ति दिनुपर्छ र आफू पनि खुसी र स्वतन्त्र भएर जिउन पर्छ। साथ दिने भनेको आफूलाई माया गर्ने, आफूलाई इज्जत गर्ने, आफ्नो दुःख सुख बुझ्ने श्रीमानलाई हो। तपाईँको दुःखै बुझ्दैन, तपाईँलाई माया गर्दैन, तपाईँलाई दिनुपर्ने माया बाहिरको केटीलाई दिन्छ भने त्यस्तो श्रीमानलाई माया गरेर बसेर हुने न। आशिक देउटलामा तिमीले सोचेको पुरा होस् है। आस्टमा लग्या है। ल जाऊ। मिति जति प्रपर्टी छ त्यो सबै रोका भएको छ। साथीहरू हेर्नुहोस् मेरो गाउँको नेचर। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला। हेर्नुहोस्। साथीहरू आजको भिडियो हेरेर हामीले सपोर्ट गर्नुहुन्छ भनेर हामीले आशासहित यो भिडियो बनाएका हौँ साथीहरू। हाम्रो भिडियोमा भ्युजहरू पनि कमाइरहेको छ। तपाईँले चाहनुभयो भने यदि हाम्रो च्यानललाई अगाडि बढाउन सक्नुहुन्छ साथीहरू। यस्तै सपोर्ट हामीले सधैँ गरिरहनु हुनेछ भनेर हामीले आशा गरेका छौँ साथीहरू। हेर्नुहोस् म तपाईँ हाम्रो गाउँ देखाइरहेको छु साथीहरू। साथीहरू कृपया भिडियो अन्य ठाउँमा सेयर गरिदिनु होला। यसो गरेमा हाम्रो भिडियोहरू सबै व्यक्तिहरू हेर्न पाउन् भन्ने हाम्रो विश्वास रहेको छ साथीहरू। हेर्नुहोस् साथीहरू हाम्रो गाउँको नेता। साथीहरू आजको लागि यति नै साथीहरू। मैले योभन्दा अगाडि भिडियो बनाएको थिएँ, त्यो भिडियो पुरै हेरेर यो भिडियो हेरिसक्नु भएको छ भन्ने मैले आशा गरेको छु साथीहरू। आजको लागि यति नै। बाई।